ओस हेलो एन्ड नमस्ते। आज चाहिँ हामी माथितिर घुम्न आएको छौँ विथ माई ग्याङ। गाडीको बजार देख्नुहुन्छ, यस्तो बवाल गाडी छ एन्ड भ्यू बोथ आर असम। गाडी हेर्न बे गाडी सिभिक्स, होन्डा सिभिक्स ओस जिटिआर। ओ मा जिटिआर यहाँ फेरि सुप्रा छ। बाफ्रे पर त्यस्तै गाडी छ झन्। हाचिरोकु रहेछ, हाचिरोकु। ओइ होइ 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 सिभिक्स आर दामी छ। And this is a final view. यहाँबाट चाहिँ प्याराग्लाइडिङहरू पनि गर्न सकिन्छ। You can see it. सोध्नु पर्यो कति लाग्दो रहेछ पैसा अहिले एकछिनमा। यहाँको त अब गर्नै पर्छ होइन। यहाँ गरिसकेपछि कहिलेसम्म उड्न मिल्छ अनि ठ्याक्क आकाशमा उड्ने। हामी बस्ने ठाउँ चाहिँ त्यहीतिरको हो। And this was awesome view. उडाउँछ भनेको सोल्टीहरूले चाहिँ गुडायो। बिचरा बहिनीलाई आज मात्र देखायो, हामी यत्रो हेर्नु पऱ्यो त पो पायो। किन भन्दा यहाँ पनौती आएको छ, त्यही भएर भोस्रे खेर। अब उडेर जा केटा। No problem. घुमाउनु फेरि बप्पा लाउँछ। अब यस्तो अनि यस्तो ल दाइ ल यता माथि लाग्छ त। यता हेर। एन्ड अब चाहिँ हामी घुमघाम गरेर फर्किएको अवस्था। बेहुला बेहुलीको पाडा फाल्टै छ फेरि। ल प्याराग्लाइडिङ उडेको नि हेर्ने भनेको सपना मात्र हो, उड्दा पनि उडाएन। अब अर्को छुट्टी चाहिँ आएपछि ट्याक्क बुकिङ गरेर आफै हुने हो ठ्याक्कसँगले। तपाईँहरू पनि कोही नजिकै हुन्छ नि, हाइकिङ टाइपको पनि अलिकति छ बाटो यहाँनिर। हिँडेर अलिक माथि डाँडासम्म आउनु मिल्छ। यहाँनिर चाहिँ प्याराग्लाइडिङ गर्ने ठाउँ छ टुप्पीमा। अनि सहरको भ्यू आनन्दले हेर्दै मनमोह वातावरण छ ट्याक्कसँगले ल यस्तै छ। अब चाहिँ हामी गइसकेको छौँ। कार हेर न गाइस, कार कार चाहिँ बराबर लिएर आएको छ साथीहरूले। यता फेरि अर्कै छ दामी। सुबारु सिभिक्स बबाल। कार हेरेर पनि आनन्द आउने ठाउँ। यता भ्यू पनि त्यस्तै राम्रो छ। हाइब्रिड भनेको यही कान्छ कि हाइब्रिड भन्दै थिइस् नि, हाइब्रिड लेखिरहेको छ नि त्यही थर्मल। राम्रो हुन्छ, पैसा कम्ती पर्छ त नि। कम्ती 4 लाखदेखि मात्र स्टार्टिङ नर्मल्ली। एन्ड अब चाहिँ हामी हाम्रो ठ्याङ्ग्रोमा फर्किने हो। यता चाहिँ कारहरू यस्तो बवाल छ, हाम्रो चाहिँ ल थ्याङ्क यू सो मच गाइज। सबैजनालाई हेरिदिएकोमा धन्यवाद।
फेरि भेटौँ बाई बाई है आरिगातो गोजाइमास के ल बाई